दर्शकवृन्द म यतिखेर चाहिँ यो बागलुङमा आएर चाहिँ यो संसारकै सबैभन्दा लामो पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुललाई चाहिँ देखाउन गइरहेको छु। यहाँ तलतिर चाहिँ कालीगण्डकी नदी देख्न सक्नुहुनेछ। यो कालीगण्डकी नदी हो। ल हेर्नु कालीगण्डकी नदी तपाईँहरूलाई स्पष्ट रूपमा देखाउँछु है त। केही समय अगाडि हामीले चाहिँ उता बेनीमा गएर चाहिँ यहाँको कालीगण्डकी नदीमा चाहिँ गएर पानी सानी पिएर नुहाइधुवाइ गरेर टक्कसँगले आएको छौँ। कालीगण्डकी नदी यहाँ तल चाहिँ यो मालढुङ्गा क्षेत्र भन्छ है। यो जुन देखेको छ यो मालढुङ्गा क्षेत्र हो। त्यहाँ माथितिर कालिका मन्दिर छ यतातिर। अहिले एकछिनमा म कालिका मन्दिरतिर पनि जान्छु है यतातिर। अनि जुन यहाँ पारी गाउँहरू पनि देखिरहेको छ। सबैभन्दा पहिले चाहिँ मैले तपाईँहरूलाई पुल देखाउँछु भनेको थिएँ। म पुल देखाउँछु है त। सरसँगले वहाँ पुल छ। पुलको बेस पारीपट्टि पर्वत जिल्ला हो। यो पुलको बिचमा पुगेपछि चाहिँ मलाई चाहिँ एकदम डर लाग्यो। ल हेर्नु म अघि यहाँतिर चाहिँ पुगेँ होला। देख्नुभयो यता माथिसम्म छ। अनि त्यति माथि अनि अघि म यहाँ बिचसम्म चाहिँ पुगेको थिएँ। तल चाहिँ एकदम नदीहरू देखेँ। त्यहाँबाट चाहिँ म चाहिँ फर्किएको। यो पारीबाट चाहिँ बेनी जाने बाटो है। गाडीहरू उता बेनीतिरबाट नाग्दीबाट नै आइरहेको छ। सडकमा देख्न सक्नुहुन्छ। धेरै पहिले मैले चाहिँ एकजना मेरो साथी हुनुहुन्थ्यो, केटी साथी राजकुमारी पुन मगर भन्ने चाहिँ अनि हामी यहाँ आउँथ्यौँ। तर त्यतिखेर यो पुल बनाएको थिएन। पुलको बेस एकपटक देखाउँछु। यहाँबाट पुल सुरु हुन्छ।
कति लामो छ। फेरि एकपल्ट म पारी देखाउँछु। के भयो छोरी जाने? मजा आयो? एकपल्ट नाच त अलिक वर आएर। यो मेमोरेबल भिडियो हो नि त, अलिक वर आएर एकपल्ट घुमा त। हो त्यहाँ ल मेरो छोरी चाहिँ आएर चाहिँ एकपल्ट फर्र। वाउ गुड गुड गुड। हाम्रो छोरी त सितेरिया करातेमा ब्ल्याक बेल्ट गरेर चाहिँ त्यस पछाडि डान्समा पनि ट्रेनिङ गरेर फार्मेसीमा चाहिँ फर्स्ट डिभिजनमा पास गरेर लाइसेन्समा पनि पास गरेर चाहिँ यतिखेर चाहिँ बागलुङ घुम्न आएको छौँ है हामी बाबा छोरी। मलाई पनि देखाउन सक्छौ? क्यान यु सो मी प्लिज? छोरी एउटा राजको बात बताउन पर्यो छोरीलाई। राजको बात बताउँछु आज म छोरीलाई। राजको बात के हो थाहा छ? राजको बात भनेको यो कालीगण्डकी नदी, कालीगण्डकी नदीको त्यो कुइनेटो त्यो पारी पुगेपछि यो डाँडा परतिर चाहिँ एउटा काठे खोला छ। त्यो काठे खोलामा चाहिँ हामी पौडी खेल्न जान्थ्यौँ, यो डाँडादेखि परतिर है। अनि काठे खोलामा जान्थ्यौँ, यहाँ तल मालढुङ्गामा पनि हिँडेरै पो पुगिन्थ्यो त। ल मलाई देखायो दर्शक प्रेम
सेर्खी लिएर यतिखेर चाहिँ बागलुङमा आएर चाहिँ एउटा भिडियो बनाइरहेको छु। अघि बेनी बजार सबै घुमेर आएको, अनि त्यस पछाडि बेनी अनि म्याग्दी सबै घुमेर चाहिँ आएर चाहिँ यहाँको बेग्लिङ है गाइस, बेग्लिङ संसारकै तपाईँको पनि 20%। ठिकै छ, यो संसारकै सबैभन्दा लामो अरे है। अहिले पहिले कुस्मामा थियो, कुस्मामा हामी चाहिँ गएनौँ किन भन्दाखेरि यहीँ भ्रमण गरिहालियो। अनि त्यस पछाडि स्पेसल्ली चाहिँ म यो यहाँ परतिर बाङ्गेचौर भन्छ, बाङ्गेचौरदेखि मतिर यो सल्लाहघारीहरू छ। अनि त्यस पछाडि यो सल्लाहघारीमा चाहिँ छुट्टिन एउटा के अरे घुमाउन ल्याएको। यहाँको डरलाग्दो चिप्लो बाटो हुन्थ्यो, पहिले पनि यो ठाउँमा आउँथ्यो, हामी बस्थ्यौँ। मेरो एकजना साथी हुनुहुन्थ्यो, फिमेल साथी है, सरी फिमेल साथी हुनुहुन्थ्यो। अहिले कहाँ हुनुहुन्छ थाहा छैन है, उहाँको नाम पनि भनिदिन्छु म, भनौँ सरी नभनौँ। अनि त्यस पछाडि उहाँ र म चाहिँ यहाँ घुम्न आउँथ्यौँ। घुम्न आएपछि म पनि केटाकेटी नै, ऊ पनि केटाकेटी जस्तो थियो। अनि यो ठाउँमा आएर चाहिँ यही क्षेत्रमा यहीँ नजाऊ न तलतिर लडी झर्छ भन्दाखेरि ऊ घुर्क्याउँदै यहाँ आइहाल्थ्यो कि यो क्षेत्रमा। अनि त्यस पछाडि यहाँसम्म आउँथ्यो, ल आउँछ जाउँ, क्यामेराहरू उतै छ होला, उतैबाट। अनि यतातिर पुरै घुमेको है म चाहिँ। यो आजभन्दा लगभग 28-30 वर्ष अगाडि चाहिँ म यो ठाउँमा आएको थिएँ। ओके, फुल देखाउँछु है।